राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रदान गर्दै आएको प्रथम बिन्दुको सेवा स्थगित गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानबाट दिइँदै आएको प्रथम सेवा बिन्दुको सेवा वैशाख 2 गतेदेखि बन्द गरेको जनाएको छ। राष्ट्रिय बीमा बोर्डले स्वास्थ्य बीमाका लागि सेवा सञ्चालनका यसअघि गरेको समय सीमा समाप्त भएको र पुनः सञ्चालनका लागि पत्राचार नभएमा आजदेखि उक्त सेवा बन्द गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहनिर्देशक डाक्टर सुरेश रसाइलीले जानकारी दिनुभयो। प्रतिष्ठानले स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु बन्द रहे पनि स्वास्थ्य बीमाका लाभग्राही मर्कामा परेका छन्। विमितहरूलाई सेवा निरन्तर दिइरहनु परेको र प्रतिष्ठानले विमितलाई सेवा दिए बापतको रकम भुक्तानी समयमा नहुँदा समस्या रहेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले प्रथम सेवा बिन्दुको सेवा बन्द रहे पनि रेफर भइआएका विमितहरूका लागि सेवा सुचारू रहेको प्रतिष्ठानले जनाएको छ। राष्ट्रिय बीमा बोर्डले प्रथम सेवा बिन्दु सञ्चालनका लागि परिपत्र भए पुनः सेवा सञ्चालन हुने पनि प्रतिष्ठानका सहनिर्देशक रसाइलीले जानकारी दिनुभएको छ।